अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। मान्य सदस्यहरूले कुनै पनि समयमा बोल्ने क्रममा यो बुँदालाई ध्यान दिदिनको लागि मैले यो जानकारी गराएको छु। त्यसै गरी मान्य सदस्यहरू, मिति 2083 वैशाख 29 गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।